जय मसीह। तपाईहरु हामीलाई थाहा छ मूसा जस्तो आज हर कोही लिडर देखिदैन। अब मूसा जस्तो हुन पनि मान्छेहरु हुँदैन, तर त्यही भएको कारणले नै मूसासँग परमेश्वरले के भन्नुभयो, जब मूसाको दाजु हारून र मिरियमले चाहिँ मूसाको विरोधमा आफ्नै भाइको विरोधमा चाहिँ कुरा गर्दै गर्दाखेरि अनि यस्तो परमेश्वर कि आज हर कसैसँग परमेश्वर बोल्नुहुन्न। किनभने त्यति बेलाको समयमा पनि मूसालाई त परमेश्वरले के भन्नुभयो भन्दाखेरि गन्तीको पुस्तक 12 को 8 र 9 पद हामीले पढ्दै जाँदाखेरि परमेश्वरले चाहिँ भन्नुभयो, त्यससँग त म चाहिँ गुप्त रीतिले होइन तर आम्ने सामने प्रष्टसँग कुरा गर्छु र मेरो स्वरूप त्यसले हेर्छ भनेर चाहिँ परमेश्वरले भन्नुभयो। यसको मतलब चाहिँ मूसाले चाहिँ परमेश्वरलाई देखेका थिए। परमेश्वरले आफैले भन्नुभयो मेरो स्वरूप त्यसले हेर्छ भनेर चाहिँ उहाँले भन्नुभयो। परमेश्वर कस्तो हुनुहुन्थ्यो भन्ने कुराहरू त मूसाले प्रशस्तै देखेका रहेछन् है। अनि उहाँ चाहिँ यस्तो परमेश्वर कि जब मूसासँग चाहिँ यति खुसी भएर चाहिँ बातचित गर्न थाल्नुभयो, आम्ने सामने प्रशस्तसँग म त्यससँग कुरा गर्छु भन्ने कुराहरू गर्नुभयो। आज अहिलेको समयमा हामी विश्वासीहरू चाहिँ अगर मूसा जस्तो तपाईहरु हामी हुन थाल्यो भनेदेखिलाई हामी अवश्य पनि परमेश्वर हामीसँग बोल्नुहुन्छ। आज खोइ त आज धेरै जनासँग परमेश्वर बोल्नुहुन्न। विश्वास, हाम्रो विश्वास मुखले मात्रै विश्वास छ तर भित्रको हृदय छैन। भित्रको हृदय यदि हामी परमेश्वरतिर लगाउँछौँ र परमेश्वर जस्तो हाम्रो हृदय छ भनेदेखिलाई जसरी मूसासँग परमेश्वर प्रशस्तसँग बोल्नुभयो त्यसरी के तपाईहरु हामीसँग बोल्नुहुन्न र? झन् अहिलेको समयमा त झन् धेरै बोल्नुपर्ने परमेश्वर तपाईहरु हामीसँग है। तर त्यस्तो लिडर चाहिँ तपाईहरु हामी हुनु पर्यो। अब यो समयमा मूसा जस्तै लिडरको खाँचो छ। किन भन्दाखेरि अगर हामी मूसा जस्तो लिडर हुन सकेनौँ भनेदेखिलाई यहोशू कहाँबाट खडा हुन्छ? फेरि आउनेवाला जेनेरेसन यहोशू कसरी तयार गर्ने है? अनि अगर हाम्रो पुस्ता आउनेवाला जेनेरेसनलाई अगर यहोशू जस्तै तयारी, यहोशू जस्तै खडा हुन छ भनेदेखिलाई त पहिला त तपाईहरु हामी त मूसा जस्तो हुनु पर्यो। जसरी चाहिँ परमेश्वर आम्ने सामने है प्रशस्तसँग चाहिँ मूसासँग चाहिँ बातचित गर्नुभयो, बोल्नुभयो र मेरो स्वरूप त्यसले हेर्छ भन्ने कुरा पनि परमेश्वरले गर्नुभयो। खुदै परमेश्वरले त्यो कुराहरू त्यहाँ बोल्नुभएको छ। कस्तो परमेश्वर हुनुहुन्छ होला? तपाईहरु हामी मूसा जस्तो भयौँ भने मात्रै बल्ल हामीले चाहिँ यहोशू जस्तो चाहिँ लिडर खडा गर्न सक्छौँ। हालेलुया। परमेश्वर यति महान हुनुहुन्छ।